यो सुकुम्बासी भन्ने जमिन पनि यस्तो रहेछ कि मानिसलाई हैरान पारेरै राख्ने रहेछ जस्तो कि भूमि त भूमि हो, चाहे सुकुम्बासी होस् चाहे नम्बरी होस्, त्यसमा त मानिसले चाहिँ नि बाटुन्जेल भोगचलन गर्ने हो, मरेपछि छोडेर जाने हो, अर्को जन्म छ अर्कोले गर्ने हो। त्यसको लागि किन लडाईँ गर्नु पर्यो? 30 वर्षदेखि अहिलेसम्म 4 चोटि फर्म भरिसक्यौँ। अहिले लास्ट चोटि त हामीले सम्पत्ति विवरण बुझाउनको लागि यति खर्च गरिन, मान्छे 4 दिनको बाटो गाडी चढेर गएर सम्पत्ति विवरण ल्याएर समिति गराए, जम्मा गराए, फर्म फिलअप गरे, फेरि अनेक थरीका कुरा गर्दैछन् अझै पनि। स्थानीय सरकारको वार्डबाट वार्डको भूमि हो, यो सुकुम्बासी हो, यो अवस्थित हो भनेर वार्ड कार्यालय मार्ग गरेर पाँचजना नेपाल सरकारको हुन्छ। जस्तै नापी अधिकृत सदस्य सचिव हुन्छ, मालपोत कार्यालय अधिकृत त्यहाँको प्रमुख चाहिँ सदस्य हुन्छ, यो जिल्ला वन कार्यालयको प्रमुख डिएफओ सदस्य हुन्छ, अनि जिल्ला समन्वय अधिकारी जिल्ला प्रशासन कार्यालयको चाहिँ प्रतिनिधि एकजना हुन्छ। 5 जना नेपाल सरकारको, 4 जना हामी गरेर 9 जनाको कमिटी हुन्छ। र यसले के छ भने हाम्रो यो आएको भूमिका भन्दा पनि छिटो गर्ने कि नगर्ने, जनतालाई छिटो पूर्जा दिने कि नदिने भन्ने चिज चाहिँ स्थानीय तहको हातमा हुन्छ। स्थानीय तहले जति सक्रियता देखायो, स्थानीय तहले जति निरन्तरता दिन सक्यो त्यो छिटो हुन्छ। किनभने जग्गाको र त्यो व्यक्तिको प्रमाणित गर्ने काम चाहिँ स्थानीय सरकारको हो। वार्डबाट भूमि हो, यो सुकुम्बासी हो, यो अवस्थित हो भनेर वार्ड कार्यालय प्रमाणित गरेर 5 जना नेपाल सरकारको हुन्छ। जस्तै नापी अधिकृत सदस्य सचिव हुन्छ, मालपोत कार्यालय अधिकृत त्यहाँको प्रमुख चाहिँ सदस्य हुन्छ, यो जिल्ला वन कार्यालयको प्रमुख डिएफओ सदस्य हुन्छ, अनि जिल्ला समन्वय अधिकारी जिल्ला प्रशासन कार्यालयको चाहिँ प्रतिनिधि एकजना हुन्छ। 5 जना नेपाल सरकारको, 4 जना हामी गरेर 9 जनाको कमिटी हुन्छ। र यसले के छ भने हाम्रो यो आएको भूमिका भन्दा पनि छिटो गर्ने कि नगर्ने, जनतालाई छिटो पूर्जा दिने कि नदिने भन्ने चिज चाहिँ स्थानीय तहको हातमा हुन्छ। स्थानीय तहले जति सक्रियता देखायो, स्थानीय तहले जति निरन्तरता दिन सक्यो त्यो छिटो हुन्छ। किनभने जग्गाको र त्यो व्यक्तिको प्रमाणित गर्ने काम चाहिँ स्थानीय सरकारको हो। वार्डबाट भूमि हो, यो सुकुम्बासी हो, यो अवस्थित हो भनेर वार्ड कार्यालय प्रमाणित गरेर